यो चाहिँ आज बिहान म कामबाट फर्किसकेपछिको भिडियो हो। मेरो चाहिँ रेगुलर 3 दिनसम्म काम हुन्छ अनि आज चाहिँ कामको लास्ट डे। म चाहिँ एकदमै खुसी हुन्छु है, किन भन्दा भोलिदेखि 4 दिनसम्म लगातार बिदा हुन्छ नि त मेरो। पहिला के मैले हप्तामा 6 दिन काम गर्थेँ, जति बिजी भयो जति काम गर्यो त्यति नै ठिक हुन्छ के। यो फ्री भयो भने फाल्टु भयो भने झन् झ्याउ लाग्ने कि। अहिले त मलाई यो एउटा काम गर्न जब 3 दिन जानु नि कस्तो झ्याउ लाग्छ भने। कामबाट फर्किँदा चाहिँ बाटोमै सुपा पर्छ, त्यही भएर म चाहिँ फर्किँदा यसो सुपा छिरेको थिएँ कि। मलाई एकदमै धेरै भोक लागेको थियो। यो चाहिँ खोलेको छ है, मलाई लास्टै भोक लाग्थ्यो नि त, अनि बाहिर निस्केर 2टा खाइदिएको मैले चाहिँ। अहिले काम गर्ने ठाउँभन्दा अलिक सस्तो थियो कि सुपामा। खै किन जापानको स्याउ नेपालको जस्तो मिठो चाहिँ हुन्न कि, कस्तो अमिलो लाग्छ मलाई चाहिँ। यो चाहिँ ग्यास हो, मैले चाहिँ यो वाला ग्यास युज गर्छु गाइज घरमा। अनि यो चाहिँ किवी चाहिँ मलाई एकदमै धेरै मनपर्छ क्या। अनि यसो सोचेँ भोलि चाहिँ बिदा चाहिँ चटपटी बनाएर खानुपर्छ भनेर यो चाहिँ लिएर आएको। ग्लासमा चाहिँ अलरेडी भेलिराखेको छु मैले, किन भन्दा मैले दुध खान सक्दिनँ नि त, त्यही भएर केही न केही चाहिँ राखेर खान्छु क्या। मैले अगाडिको भिडियोमा पनि भनेको छु नि म चाहिँ अहिले वेट गेन गर्ने जर्नीमा छु भनेर, त्यही भएर मैले चाहिँ अलिकता खानामा चाहिँ केयर गरिरहेको छु। बिहानको 4 बजे पनि म कामबाट फर्केर यस्तो मेहनत गरिरहेको छु, त्यही पनि खानालाई, जुन चाहिँ म कहिले पनि गर्दिनँ। किवी चाहिँ मिठै थियो है, यो स्याउ चाहिँ कस्तो अमिलो थियो क्या। एन्ड थ्याङ्क यू सो मच गाइज मेरो भिडियो हेर्दिएको। बाई बाई, सी यू नेक्स्ट भिडियो।